नमस्कार साथीहरू, आरएसटी सबमा तपाईँलाई फेरि पनि स्वागत छ। आज भने हामीले कक्षा 12 को इकोनोमिक्स 100% पास तरिका लिएर चाहिँ हामी आइसकेका छौँ र हामीले चाहिँ इकोमा चाहिँ कसरी पास हुने भन्ने साथीहरूको लागि चाहिँ हामीले यो फर्मेट तयार पारेका छौँ, जसमा सम्बन्धित एनएबीले सोध्न सक्ने क्वेसनहरूसँग सम्बन्धित रिलेटेड क्वेसनहरू बनाएका छौँ। र यहाँ देख्न सक्नुहुन्छ, सबैभन्दा पहिले हामी चाहिँ क्वेसन हेर्नुभन्दा पहिले क्वेसन प्याटर्न कसरी आउँछ भन्ने कुरा चाहिँ बुझौँ। हाम्रो यहाँ रहेको छ भेरी सर्ट क्वेसन है साथीहरू। फुल मार्क्स तपाईँहरूलाई थाहा नै होला हैन। 75 मार्क्सको आउँछ भने तपाईँको पास मार्क्स भनेको 27 हुन्छ। 27 ल्याउनु भयो भने तपाईँ पास हैन। अनि त्यसै गरी अब हेरौँ, भेरी सर्टको क्वेसन चाहिँ हाम्रो कति आउँछ भन्दा 1 to 11 हैन। तपाईको 11वटा चाहिँ भेरी सर्ट क्वेसनहरू आउँछन्। अनि त्यसै गरी 12 देखि 19 सम्म चाहिँ 40 मार्कको आउँछ तपाईको सर्ट क्वेसन आउँछ। त्यसै गरी लङ क्वेसन भनेको चाहिँ 20 देखि 22 सम्म 3वटा आउँछन् जो 8 मार्क्सको हुन्छ है। यो भेरी सर्ट भनेको चाहिँ 1 मार्क्सको हुन्छ प्रत्येकमा, अनि सर्ट क्वेसन चाहिँ 5 मार्क्सको हुन्छ प्रत्येक, अनि लङ क्वेसन भनेको तपाईको 8 मार्क्सको हुन्छ। 3वटा क्वेसन हुन्छन्, यसमा 24 मार्क्सको हुन्छ टोटल। अब साथीहरू हामी क्वेसनतर्फ जाउँ है त। क्वेसनमा के छ भने हामीले कस्तो चाहिँ फर्मेट तयार पारेका छौँ भने क्वेसन नम्बर 12 मा के आउँछ हेरौँ है त। तपाईको युनिट 1 बाट आउँछ हैन क्वेसन नम्बर 12 मा। अनि त्यसपछि कन्सेप्ट अफ पीपीसी विथ डायग्राम, तपाईको रेखाचित्रका साथ चाहिँ के आउँछ भने उत्पादन सम्भाव्यता वक्ररेखा। तपाईले यो उत्पादन सम्भाव्यता वक्ररेखा रेखाचित्र सहित बनाउनु पर्ने हुन्छ हैन। अनि त्यसैगरी अर्को हुन्छ साधनहरूको बाँडफाँडको समस्या, श्रम विभाजनको फाइदा र बेफाइदा। तपाईको यो सबै आउँछ भन्ने हैन है। यसमा चाहिँ तपाईको के हुन्छ भन्दा एउटा क्वेसन आउने हो, यी मध्ये चाहिँ आउने हो है। यसरी चाहिँ बुझ्नु होला। अनि हाम्रो मार्क्स हुन्छ 12 नम्बर क्वेसनको 12 नम्बरमा चाहिँ 5 मार्क्सको आउँछ। अनि त्यसैगरी छ अब अर्को हेरौँ, क्वेसन नम्बर 13 मा चाहिँ तपाईको युनिट 5 बाट आउँछ हैन। युनिट 5 बाट 5 मार्क्सको तपाईको 13 मा के टपिकहरु पढ्न सक्छन् भन्ने कुराहरु हामी यहाँ हेरौँ। यहाँ छ रिकार्डोको लगान सिद्धान्त है। यसलाई पनि साथीहरु तपाईले जस्ट पास हुनु मात्र छ भन्नुहुन्छ भने तपाईले अल क्वेसनहरुलाई चाहिँ तपाईले सोल्भ गर्ने कोसिस गर्नु होला। सब क्वेसनहरु चाहिँ तपाईले सोल्भ गर्नु होला हैन। जति आउँछ त्यति त्यो अनुसार चाहिँ तपाईको। त्यसैगरी अर्को रहेको छ तपाईको ज्यालाको जीवन निर्वाह सिद्धान्त। यो चाहिँ एकदम 2083 सालमा चाहिँ एकदम इम्पोर्टेन्ट रहेको छ। यसलाई पनि हेर्नु होला साथीहरु हैन। अनि त्यसैगरी ज्यालाकोसको सिद्धान्त रहेको छ। त्यसैगरी ज्यालाको शास्त्रीय सिद्धान्तलाई पनि एकदम महत्त्वपूर्णका साथ हेर्नु होला। यसलाई पनि यो आउन सक्ने सम्भावना देखिएको छ। अनि त्यसैगरी तपाईको नाफाको जोखिम सिद्धान्त पनि हेर्नु होला। अनि त्यसैगरी नाफाको अनिश्चितता वहन सिद्धान्त, यसलाई पनि इम्पोर्टेन्टमा राख्नु होला। र अनि त्यसैगरी व्यासको शास्त्रीय सिद्धान्तलाई पनि इम्पोर्टेन्टमा राख्नु होला। ज्यालाको जीवन निर्वाह सिद्धान्तलाई पनि इम्पोर्टेन्टमा राख्नु होला साथीहरु है त। त्यसैगरी हामी अर्कोमा जाउँ, क्वेसन नम्बर 14 5 मार्क्सको तपाईको के बाट आउन सक्छ भन्ने कुरा रह्यो। यसमा चाहिँ तपाईले युनिट 2 र 3 बाट आउँछ, जसमा तपाईको युनिट 2 बाट आउने कुराहरु भनेको टीआर एआर यामार चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ, निकाल्नु पर्ने हुन्छ। अनि त्यसैगरी टीएफसी टीबीसी टीसी एसी एमसी भनेको युनिट
3बाट तपाईँको युनिट 2बाट आयो भने चाहिँ तपाईँको टेबल बनाउन आउँछ अनि तपाईँको युनिट 3बाट आयो भने चाहिँ तपाईँको वक्ररेखा बनाउन आउँछ हैन यसरी चाहिँ बुझ्नु होला अनि त्यसै गरी हाम्रो छ क्वेशन नम्बर 15 मा चाहिँ युनिट 2 र 3बाट नै आउँछ यसमा चाहिँ तपाईको के आउँछ भन्ने कुराहरु चाहिँ नेचर चाहिँ यसमा तपाईले देखाउनु पर्ने हुन्छ हैन जस्तो नेचर अफ टीआर एआर एमआर भनेको छ मोनोपोली मार्केट को चाहिँ तपाईले नेचर देखाउनु पर्ने हुन्छ अनि तपाईले कम्पेरिजन पनि गर्नुपर्ने हुन्छ यसरी चाहिँ आउँछ अनि त्यसैगरी रिलेशनशिप बिट्विन एसी एन्ड एमसी को चाहिँ तपाईले सम्बन्ध देखाउन पर्ने हुन्छ यसमा अनि त्यसैगरी टीएफसी टीबीसी एन्ड टीसी को रिलेसन तपाईले देखाउनु पर्ने हुन्छ यो मध्ये चाहिँ एउटा आउन सक्छ है त यसैगरी हामी अर्कोमा जाउँ अर्को छ क्वेशन नम्बर 16 मा हाम्रो के आउन सक्छ भन्यो भने नि साथीहरु तपाईले बैंकिङ प्रणालीको अर्थशास्त्रको भूमिका मज्जाले पढेर जानु होला त्यसैगरी केन्द्रीय बैंकको कार्यहरु यो पनि एकदम इम्पोर्टेन्ट छ धेरै पटक आएको छ सोध्न सक्छ अनि वाणिज्य बैंकका कार्यहरु पनि हेर्नु होला मुद्रा र वित्तीय बजारको फरक पनि हेर्नु होला मौद्रिक नीति र यसका प्रकारहरु यहाँबाट चाहिँ फिक्स आउँछ है साथी एकदम सजिलो छ केन्द्रीय बैंकका 5 वटा कार्यहरु लेख भनेर पनि आउन सक्छ र वाणिज्य बैंकका 5 वटा कार्यहरु लेख भनेर पनि आउन सक्छ यसको तयारी गर्नु होला अर्को छ क्वेशन नम्बर 17 मा चाहिँ 5 मार्क्स के आउँछ भन्ने भने तपाईले गरिबी असमानता बेरोजगारी र मानव शोषण यी टपिकहरुलाई चाहिँ तपाईले ध्यानमा राख्नु होला क्वेशन नम्बर 17 को लागि युनिट 9 बाट है साथीहरु असमानता भन्ने छ यसलाई चाहिँ धेरै जना साथीहरु चाहिँ झुकिएका हुन्छन् असमानता भनेको आर्थिक असमानतालाई जनाउँछ है त अर्को छ क्वेशन नम्बर 18 मा 5 मार्क्स तपाईको विकास योजना निर्माण प्रक्रिया र दिगो विकासका लक्ष्य भन्ने आउँछ तपाईका दिगो विकासका लक्ष्यहरु चाहिँ एकदमै इम्पोर्टेन्ट छ साथीहरु तपाईले यसलाई चाहिँ हेरेर जानु होला है यो आउँछ फिक्स आउन सक्छ अनि विकास योजनालाई पनि हेर्नु होला यसका लक्ष्यको भिडियो चाहिन्छ भने चाहिँ तपाईले कमेन्ट गर्नु होला साथीहरु म यसका दिगो विकासका लक्ष्यहरुको चाहिँ भिडियो बनाएर तपाईलाई प्रोवाइड गर्ने कोसिस गर्नेछु है अब अर्को छ हाम्रो क्वेशन नम्बर 19 मा के आउँछ यो 19 भनेको चाहिँ औरमा आउँछ साथीहरु मध्यका निकाल्न आउँछ अर्को भनेको तपाईको यो के भन्छ इन्डेक्स निकाल्न आउँछ इन्डेक्स नम्बर तपाईको लेस्पियर र पाच्चेको मेथडद्वारा लेस्पियर र पाच्चेको तपाईको यो औरमा आयो भने तपाईले मेन निकाल्न आयो भने चाहिँ तपाईलाई फाइदा नै भइहाल्यो हैन ठिकै छ नत्र भने यो चाहिँ एकदम सजिलो छ साथीहरु मलाई चाहिँ यो सजिलो लाग्छ इन्डेक्स नम्बर निकाल्न हैन तपाईको लेस्पियर मेथड र पाच्चे मेथडद्वारा चाहिँ यो आउन सक्छ है त यो चाहिँ फिक्स आउँछ है त अनि त्यसैगरी तपाईको क्वेशन नम्बर 20 मा के आउँछ भन्ने हो भने तपाईको क्वेशन नम्बर 20 मा यो परफेक्ट मार्केटको यो जस्तै 4 वटा चित्र हुन्छ नि साथीहरु यस्तो गरेर हामी टक्क चित्र बनाउँथ्यौ नि हो त्यो 4 वटा चित्र आउन सक्छ कि युनिट 2 बाट टेबल र वक्ररेखा नै आउन सक्छ त्यो मध्ये एउटा आउन सक्छ तपाईले हेरेर राम्रोसँग तयारी गरेर चाहिँ जानु होला त्यसैगरी छ क्वेशन नम्बर 21 मा तपाईको सजिलो छ यो चाहिँ मौखिक लेख्न पनि सकियो नपढेर पनि हामीले आफ्नै देशको गतिविधिहरुलाई हेरेर पनि लेख्न सकियो सरकारी वित्तको महत्त्व त्यसैगरी सरकारी खर्चको वर्गीकरण करको प्रकार सरकारी आय र बजेटका प्रकार छ यो मध्ये तपाईलाई मैले ट्याग गरिदिए यो सरकारी खर्चको वर्गीकरण र सरकारी आय र ऋणलाई चाहिँ एकदम ध्यान दिएर हेरेर जानु होला त्यसैगरी युनिट 10 बाट अन्तिम छ हाम्रो प्रश्न नम्बर 22 मा चाहिँ 8 मार्क्स हो तपाईको नेपालको वैदेशिक व्यापारको
वृद्धि, नेपालको वैदेशिक व्यापारको संरचना, नेपालको वैदेशिक व्यापारको दिशा, वैदेशिक व्यापारको समस्या, त्यसैगरी वैदेशिक रोजगारी र विप्रेषण। विप्रेषणलाई पनि हेर्नु होला साथीहरू हैन, यो पनि आउन सक्छ। यो 22 नम्बर पनि त्यति अप्ठ्यारो छैन हैन, लेख्नै नसकिने जस्तो पनि छैन, किनभने वैदेशिक रोजगारीलाई चाहिँ हामीले वैदेशिक व्यापार र रोजगारीलाई चाहिँ हामीले मौखिक पनि लेख्न सक्छौँ नपढेको भए पनि हैन। त्यसकारण चाहिँ हामीले यति गर्यौँ भने चाहिँ हामीले पास हुनबाट चाहिँ हामी पछि हट्दैनौँ है त साथीहरू। ओके, बेस्ट अफ लक भन्न चाहन्छु है। बेस्ट अफ लक साथीहरू, तपाईँको इक्जाम एकदमै राम्रो होस्, शुभकामना छ। र त्यसै गरी यस्तै प्रकारको भिडियो हेर्नुको लागि चाहिँ हाम्रो च्यानललाई आरएस टिचकलाई सब्सक्राइब गर्नुहोला र मन पर्यो भने साथीलाई पनि सेयर गर्नुहोला भन्दै अहिलेको भिडियोबाट छुटिन्छु। र कस्तो प्रकारको भिडियो चाहिन्छ कमेन्ट गर्नुहोला। ओके, बाइ बाइ।